जिन्दगी अनि यसको कहिले बिहा गरिदिने अब आफै गर्छ नि त्योभन्दा आमा मरेपछि मात्रै बिहे गर्छु अरे अनि त्यो अस्ति नै त्यो बाख्रा गोठालालाई यसले मन पराउने चाहिँ के भयो त चाहिँ त्यही भगायो न दियो साइला डन्ठी उसले पनि दियो त्यस्तै छ जिन्दगीको कहानीबाट नि भात खा ऊ त्यही भात त्यतिकै छ म किन पकाउँछु भात त्यो चाहिँ राम्रो थिएन त्यो बुहारी चाहिँ राम्रो छ त्यसको आमा पनि छैन बाबु पनि छैन टुक्री केटी हो एउटा भाइ हो सालो त्यसैले ल्याइदिउँ न त नि यसलाई नि कहाँ छ त्यो कि बिहा गरिसक्यो गरेको छैन यसलाई पर्खेको होला 1 बिघा जग्गा छ लुले भयो त्यसलाई बरु त्यसलाई ल्याउँदा चाहिँ तपाईँले स्वीकार्ने हो जान्नु न त्यसलाई ल्याउँदा स्वीकार्ने हो हो ल भाइ म त यो के भन्छ भनेपछि सुतिरहेछस् ए उठ हुन्छ दाजु जिन्दगीमा यस्तै छ दाजु लु उठ अब उठिहाल्यो दाजु 60 को खाएर अहिले भर्खर उठेको छु दाजु 60 को चाहिँ खाइराख्नु पर्छ दाजु 60 कोले चाहिँ कहिले पनि छोडेन दाजु फेरि 60 को पो हान्नु पर्छ के हो दाजु जिन्दगीमा तरुनी बरुनीहरू सबैले छोडेर गए तर 60 कोले चाहिँ अहिलेसम्म छोडेको छैन दाजु तेरो नले खुट्टा भन्छ 60 को हान्त गुन्डा अहिले पनि माथि राखेको हेर्न नसालु न नसालु फेरि पनि 60 को हान्ने हो है दाजु अच्छा सहिले भेट्छस् उति आमाले के भन्दैछ उनीहरू आमाले त भनिहाल्छ नि दाजु बुहारीले भन्छ होइन त्यस्तै हो यो मेलामा एउटा भिडियो बनाइदिनु मलाई ल ल राम्री भएको बनाइदिन्छु ल ल म हुन्छ दाजु साडी लगाउँछु राम्रो गरी चोलो लगाउँछु ल ल ल त्यहाँदेखि मेलामा भिडियो अब भिडियोमा चाहिँ मेरो आमा पनि आउनुहुन्छ है जहिले आइराख्नु के अब भन्छस् ल जिन्दगीवाला कहानी उतै खान्छ मेरो बारेमा भन्नु आँखा के हो तेरो मेरो चाहिँ यस्तो चलिरहेको छ होइन जिन्दगीमा तरुनीहरूले सबैले छोडे भन्नेवाला कहानी हो नि भन्छ अब मेरो आमाले त्यो पैसा दिँदा पनि दिए भन्दैन होइन ए तँलाई चाहिँ जहिले पैसा दिँदाखेरि खालि रक्सी मात्रै खाएर आम्बाउलो ल्याउँदिन ल्यायो भने अहिलेसम्म 1 रुपियाँ ल्याएको छैन भन्दैन मलाई हो नि त अनि त्यो लिएको पैसा चाहिँ कहाँ लान्छ नि कोही आमाबाउले के गर्नुहुन्छ थाहा छैन मलाई होइन हो ल है अब एउटा प्रश्न हुन्छ है कुरा नुन भनेको भुटुन भनेको त्यो लायो नै भन्दिन लायो त्यहाँदेखि त के गर्छ 1 रुपियाँ दिएकै छैन भन्छन् मलाई अनि रक्सी खायो होइन हो नि दाजु जिन्दगीको कहानीवाला भने त्यस्तै छ जिन्दगीको कहानीवाला नि भात खा ऊ त्यही भात त्यतिकै छ म हेर्नु नि किन पकाउँछु भात पकाउँदिन म भात पनि खाँदैन रक्सी पनि खान्छ भाडा मस्काएको छैन हेर्नु नि हो त्यहाँ त्यो त तैँले मस्काउने कसले मस्काउने तैँले पो मस्काउने त हामीले मस्काउँछ भित्र हेर त बरा मस्काएको छ कि छैन अपराध नचिता अपराचित छ अपराधी बाबुले चिया पकाएर दिएको थालभरा मस्काएको अहिलेको थालभरा छ त कसरी मस्काएको छैन अनि त्यो के भन्छ यसले कहिले छोडेन नि त्यो खानु चाहिँ होइन छोडेन यो सप्रिँदैन यो बिग्रे गर्छ बिग्रेको मेसिन हो त अस्ति मान्छेको भत्के घर भत्के पछि के कोटा ला दाइले खतरा छ हेर है अनि अस्ति कति दिन यसले उल्टी गर्यो अरे 2 दिन म 3 दिन उल्टी गरेको अनि त्यो दबाई
दबाई खाइदेखि अलिक ठिक भयो तिमीलाई दिएको त ऊ ठिक भयो मलाई कसलाई दिन्छ त ठिक हुने यसले ल्याइदिएन भने दबाई आमालाई चाहिँ ल्याइदिएन अनि तैँले किन भन्नुहोस् मलाई छतियनको दुध बाबुलाई दियो त्यही खायो अलिक ठिक भयो हो केटी बिन्दास जिन्दगी अनि यसको कहिले बिहा गरिदिने अब आफै गर्छ नि त्योभन्दा आमा मरेपछि मात्रै बिहे गर्छु अरे अनि त्यो अस्ति नै त्यो बाख्रा गोठालालाई यसले मन पराउने चाहिँ के भयो त चाहिँ त्यही भगायो न दियो साइला डन्ठी उसलाई पनि दियो यसले लिएर आएको थियो क्या हो राम्रो थियो त्यो त्यो कुकुर नि के को बाउलाई जस्तो थियो होइन हौ दाजु नबोल भाइ म भन्दैछु ए होला नभन्नु नबोल लिएर आएको थियो राम्रो खोजेर बिहे गर्न त्यो कुकुरनीसँग चाहिँ के को अलक्षणी त्यसलाई त लात्ते लात्ते दिएर पठाउने थियो म त सैला दियो भाटा ए होला नभन्नु त पनि त्यसको सँग भाटा खाइस् दाजु हात किन खानु तँलाई साह्रो डर लाग्छ क्या बिहा गर्नु होइन त बिहे गर्दिनँ अनि एउटा त्यो उयो थियो र त नि त्यो के अरे हैयाको बाउले हेरिदिएको त्यो मुसार्ने कि यता त्यो चाहिँ राम्रो थिएन त्यो बुहारी चाहिँ राम्रो छ त्यसको आमा पनि छैन बाबु पनि छैन टुक्री केटी हो एउटा भाइ हो सालो त्यसैले ल्याइदिउँ न त नि यसलाई नि कहाँ छ त्यो कि बिहा गरिसक्यो गरेको छैन यसलाई पर्खेको होला गरेको छैन 1 बिघा जग्गा छ लुले भयो त्यसलाई बरु त्यसलाई ल्याउँदा चाहिँ तपाईँले स्वीकार्ने हो जान्नु न त्यसलाई ल्याउँदा स्वीकार्ने हो हो अँ ल भाइ म त दसवटा बित्ती ल नि त लु विचार गर नि त भोलि पर्सि आउँछ ए यहाँ आउँछ त्यही बाबुरामसँग त्यो केटी आउँछ आउँछ ल आयो भने चाहिँ मलाई नि बोलाउनु ल ल ल त्यसो भए कुरा गर्नुपर्छ त्यो बाबुआमा छैन अनि ठिकै छ त नि बाबामा छैन भने यहाँ आएर सघाउँछ नि त यसलाई पनि तल आउँछ कि अहिले कुट्नु यसलाई कुट्नु सक्छ कि सक्दैन त्यसले त लगाउँछ नि कुट्न सक्छ हो त यसलाई चाहिँ कुटेर चाहिँ त्यो रक्सी खाँदा कुम्लुङ गरेर त्यो बोरामा हाल्ने खालको बुहारी ल्याउनुहुन्छ क्या के भन्नु बिरीलाई दे बाबु यो बुढी आयो भने त तह लाग्छ नि त हो तह लाग्छ म बरु छेप लाग्छु बुढी यो तह लगाउँछ त्यो आयो भने भन्नु ल म पनि भेट्नु गऱ्यो एकपल्ट कुरा गरिदिनु पर्छ के भन्दो रहेछ ल के छ तेरो विचार यो 15 गते वैशाखमा हिजो त दिएको थियो त मैले के दिस के दिएको भाइ बिडी दिएको थियो त मैले त 2टा मात्रै हजुर त्यो त सकियो नि मलाई 100 दियो म 100 को बिरी ल्याउँछु त 2टा पलाइदियो ए 100 को 2टा मात्रै बिडा हुँदो रहेछ 5वटा आउँछ ए अनि अरू चाहिँ के खाएको छ यसले रक्सी खाएको छ होइन दाइसँगै मागेको थियो हो मैले अनि तँलाई त अनि आमालाई बिडी लगिदिन्छु भनेर त खोइ त नि त 2टा मात्रै ल्याएको 20 रुपियाँको मात्रै ल्याएछ 60 को चाहिँ खाएस् तैँले हजुर अनुहार कस्तो छ अनुहार त पाप नलागोस् 20 रुपियाँको मलाई पनि किनिदियो आमा हिँड्नु अहिले चाहिँ बिडी छ कि छैन अनि छैन खानु मन लागेको छ पुरै पुरै त मन लागेको छ 10औँला मिन्ती त्यस्तै नमस्ते गर्नु हुँदैन हौ अब यो नमस्ते गर्छ हो र यो तै लात दिनुपर्छ बजियाहरूको केटाहरूले के गऱ्यो है खालि अर्काको बुढी मात्रै ताक्छ केटाहरूले यसले पनि अर्काको बुढी ताक्छ करियाले अर्काको बुढी ताक्छ अर्काको बुढीसँग लाग्यो भने न यसलाई जब्य गरिदिन्छु म बरु खास गरेर ल्याउँछु कन्या केटी हो सत्य कुरा हो र यस्तो गर्दिन नि दाजु कस्तो करिया जस्तो गरिदिनुहोस् करियालाई के भन्छस् तैँले करियालाई के भन्छस् केही भन्दिनँ यहाँदेखि सन्देश दिँदा भाइ अबदेखि त्यस्तो नगर भनेर यताउति हिजो आज आउँदैन किन नआएको छ कहाँ गएछ त्यो अनि खै को नि त आएको छैन हो र न त बढी यस्तो उस्तो गर्थ्यो हिजो आज आएको छैन
यसले नै अस्तिदेखिको ल जानुपर्छ तम्सिँदा म पनि हस्पिटल कुदै कुदै गर्नुपर्छ नि त अझै हप्तामा 3 पल्ट ल दाजु जानुपर्छ एउटा घर खन्नु चाहिँ भन्दै थियो आज बिहानै आउँछ होला भनेको त ए साथी त बिहानै खाएर पुचुक्कै भइरहेछ मात्रै हो अनि बाबा बिमार छ ज्वरोको दबाई सबैहरू लिएर दिनुपर्छ के हो कसो हो ज्वरो आइरहेछ यो त्यही गोपाल लगिदिन्छ न त त्यहाँ संसारमा कोही लगिदिँदैन अहिले एकछिन हेर्नु त्यहाँनिर म हेर्छु दबाई त्यहाँ होला तैँले लिएर खुवाउनु बुझिस् म दबाई किनिदिन्छु लिएर खुवाउनु बाउलाई गर्ने भनेको म एक्लै हो क्या त त्यही त गर्नु त पर्छ त नि यताको दुख्ने अरूले कसैले गर्दैन त हाम्रो घर गर्दैन त कसैले गर्दैन यो कम्तीको छ मेहमान ए त्यसो भन्नु जाने के भन्दैन गर्दैन उनीहरूको इच्छा हो गर्दैन उनीहरूको आम्बा हो कि होइन यसकोमा त्यहाँ आम्बा होइन सबै छोराछोरीले समान तरिकाले चाहिँ आमाबाउलाई माया गर्नुपर्छ क्या तिलकाले पनि गर्दैन त त्यो झगडा गरेर तैँले पनि त्यो भाँडा फ्याँकेर यताउति गर्नु हुँदैन बुझ्ने घरि त्यो रिस उठेर हुँदैन आमाले ए ऊ त्यो रिस उठाउँछ नानीको भाडाहरू फाल्छ सक्छु बाबु म त्यसरी रुवाउनु हुँदैन अब जात रुनु हुँदैन कहाँ झुर्के भनी मात्रै म गर्छु आमाले घरि घरि रिस उठाउँछ र भाडा तँलाई रिस उठाउँछ आमा रिस उठाउँछु पो लागेर हिँड्ने मुख बन्द गरेर मुर्की लिएर हिर्काउँछ मलाई हो हो त तँलाई तर हिर्काउनु सकेको छैन कि मुर्की उठाउँछ तर यसले हिर्कायो मलाई भनिहाल्नु यसलाई फेरि म लत्तै लताल लिएर त होम पाइप मुनि हालिदिन्छु मारिपो दिन्छु म हो अनि यसले हात लगायो भने भनिहाल्नु हात त्यो लगायो होम पाइपमा लिएर यसको म बोरामा हालेर पानी अचोबल्छु रिस उठेको बेला त अनि हात उठाउनु पर्दैन दाइ हट आम्बाउलाई हात उठा गुन्डा खाले चुप्पी अहिले हात उठाउँदिन म 5 पैसा छैन बाबु त्यही रमेश दाइसँग 500 मागेर ल्याइदे न म बिरी ल्याउँछु साग सब्जी ल्याउँछु अनि यसले त कति यसलाई त कति पैसा दिइरहेको हुन्छ यसले कहाँ गर्छ भने दिएको छैन अस्ति पनि फाल्टो टाइमको खोइ काम गरेको पैसा तेल बोटुल ल्यायो दिइरहेको छु त दाइ मैले दिँदैछ अरे त त्यसो भन्नु हुँदैन दिँदैन भनेर अहिले छिन पो लाग्छ दिएन भनेर कहिले दिएन छैन त कहिले पनि भन्नु हुँदैन है छैन नुन किनिरहेको छु तेल किनिरहेको छु यता हिजो अस्ति ल्याएको न त जाटा सबै थोक किनिरहेको छु त दाइ मैले त्यसो भन्नु हुँदैन ठिकै छ कहीँ भयो भने मलाई भनिहाल्नु अरू बेला मैले के देख्छु न र केही नभएको बेला ल है दाइ छैन भने म सर्लक्क ल्याइदिन्छु गरिरहेको छु मैले आलु ल्याउँछु यो के ल्याउँछु म बजारबाट त ऊ आफै ल्याउँछ दाइ मैले तपाईँलाई भनेपछि बिडी खानु मन लागेछ साह्रै खै बिडी एउटै छैन 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 बाबु ऊ यसलाई बेरेर खानु यो ल अस्तिदेखिको मैले होइन यसलाई दिन त राखेर तर यसले खालि 60मा ध्यान दिँदो रहेछ अनि आमाले साह्रै बिडी खानु मन लाग्यो तैँले ल्याइदिन्छस् कि आमा आफै जानु बिडी लिनु म आफै जान्छु आफै पारी जान्छु पर्दैन म आफै जान्छु ल ल आमालाई दियो होइन उतै ल्याइदिन्छ ल म आफै जान्छु आमालाई दे 200 को ल्याउँछु ल बिडी खानु भन्न बिडी खानु भनेर बिडी खानु रक्सी चाहिँ नखानु भन रक्सी चाहिँ नखानु भन्न नि रक्सी चाहिँ नखानु है मम्मी 200 तिर्नु पर्छ कहाँ त्यहाँ सुदीपको दोकानमा ए ल 200 तिर्छु 200 को बिरी ल्याउँछु रक्सी चाहिँ नखानु त्यहाँ खान्न ल ठिकै छ यस्तै छ सुख दुःख है अनि केडी रक भ्लगमा चाहिँ कहिलेकाहीँ मात्रै अपलोड गर्ने गर्छ अनि त्यस्तै हो यसका हात यसलाई अरू बेला पनि लिएन कन्टेन्ट भन्दाखेरि चाहिँ अब ऊ त्यहाँ सुतिरहेको हुन्छ अनि यसको जिन्दगी चाहिँ सुतेर जाने भयो अब चाहिँ त्यो मुसार्ने कान्छी ल्याइदिनुपर्छ ल पर्सि आयो भने मलाई पनि बोलाउनु ल ल तपाईँ जन्ती जानु त्यसलाई फकाउनुपर्छ 3 जना त्यही ब्यागमा आउनु भइहाल्छ बाइकमै ल्याइहालिन्छ नि टुङ 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 गरेर मोटेलाई चाहिँ लोकन्ते राख्नुपर्छ ल हो दाइ के आफ्नै जातको हुन्छ लोकन्ते आफ्नै जुन गयो भने झागरे यसलाई बोलाउँछु दाइ अँ मुसर्ने नै ल्याउने हो एउटा हो ल्याउनुपर्छ यो साह्रै बिग्रो रक्सिकेपछि बुहारी ल्यायो भने कमसेकम अलिकति यो वैशाखमा ल्याउनु पर्छ ल्याउँछस् भाइ ल उठ्नु नि ल्याउँछ किन भन्छ
ल्याउने अनि दाइ म त ल त्यो आयो भने हेर्नुपर्छ ल। के भन्छ आमा मऱ्यो भने मात्रै ल्याउँछु अरे। त्यो राम्रो छ राम्रो छ आमा बाबु छ। होइन हौ अस्ति नै हेर्नु गएको थियो यो के गरेर त्यतिखेर चाहिँ ए माथि राखेको थियो नि। ए केटी हेर्नु गएको त यता सुतेर त्यहाँ लडिरहेको थियो अरे होइन। ल ल दाइ ल ठिक छ त्यसो भए खुसी हुनुभयो त्यसको बिडी खानु साह्रै अघिदेखि भन्नु थियो बिडी 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 भनेर अनि त्यही हो। ल बाई बाई हानिदिनु त्यसो भए लु ल बाई बाई हानिदिनु बाई बाई गर्नु बाई ल नमस्ते।